मेरो राजालाई पनि मेरो लिङ्गदेनलाई पनि प्रश्न छ। तपाईहरुले राजावादी ल्याउने, राजा ल्याउने, के ल्याउने भन्नुहुन्छ, त्यो मैले बुझेँ। ल एकछिनलाई मैले मानिलिएँ राजा ल्याउने, तर त्यसपछि के गर्ने त नि? त्यसको 1 वर्षमा के गर्ने? तमाम नारायणघाटदेखि बुटोलको त्यो सडक खण्ड कसरी व्यवस्थापन गर्ने? हाम्रो देशभरिका पूर्वाधारका समस्याहरू छन्, स्वास्थ्यको समस्याहरू छन्, त्यो कसरी समाधान गर्ने? राजा आउनुबित्तिकै पहिले पनि त राजा थियो नि त 15 वर्ष अगाडि पनि। आएर के हुन्छ त नि? ल म विदेश जानु पर्दैन, कसरी म अफ्रिका फेरि किन आउनु पर्दैन? म कसरी स्वतन्त्र रूपमा मेरो आफ्नै कम्पनी खोलेर काम गर्न सक्छु, मलाई भनिदिनुस् त। उपाय के छ? मैले राप्रपाको मैले वेबसाइटमा नि गएँ, लिङ्गदेनज्यू म हजुरको वेबसाइटमा पनि गएँ, मैले हेरेँ। ल मलाई राजावादी नै हुनु पर्यो, म कसरी के को आधारमा राजावादी हुने? खै त्यसको अध्ययन अनुसन्धान खै कहाँ छ? पेपर कहाँ छ? हामीले अब मेरो यसपछि मैले राजालाई पनि प्रश्न सोध्छु, हजुर आउँदै गर्दाखेरि कसरी चाहिँ परिवर्तन हुन्छ त नि? कसरी चाहिँ हो त नि? तपाईले 250 वर्षको एकछिनलाई 15 वर्षलाई हामीले हटायौँ, तर अब आइसकेपछि फेरि समाधान के हो त नि? यसको उत्तर त चाहियो नि त। अहिले पहिले जस्तो जनताहरूलाई घुमराममा राखेर मैले यसरी लिएर जान्छु, भावना बगाउँछु भनेर पनि त भएन नि त। यसको उत्तर त हामी जस्ता मान्छे तमाम युवाहरूले त स्पष्ट उत्तर दिनु पर्यो नि त। अबको 50 वर्ष यसरी जान्छ, 100 वर्ष यसरी जान्छ भनेर भन्नु पर्यो नि त।